2078 साल मङ्सिर महिनाको चिसो रातको कुरा हो। नुवाकोटको जिल्लाको धुनी बेसीभन्दा माथि पहाडको काखमा बसेको एउटा सानो गाउँ छ। त्यो गाउँको नाम सातघरे टोल हो। त्यहाँ 7 घर मात्रै छन्। सबै घरका मान्छे एक आपसमा घनिष्ठ नाता थियो। एक आपसमा चिन्थे, एक आपसमा खान्थे र एक आपसमा रुन्थे पनि। तर एउटा घर थियो जुन अरूभन्दा फरक थियो। पहाडको किनारमा पिपलको रुखको छेउमा एउटा अर्को घर थियो। त्यो घरमा बस्थिन् 70 वर्षकी बुढी आमा बिमला थापा। उनका छोरा रामप्रसाद थापा काठमाडौँमा काम गर्थे। पत्नी र छोराछोरी लिएर सहर गएका थिए। बुढी आमालाई एक्लै छाडेका थिए। आमा, तपाईँ बस्नुहोस्, हामी छिट्टै फर्किनेछौँ, हामी कतै जाँदैनौँ भनेर उनले गएका थिए। तर उनलाई फर्किन वर्षौँ बित्यो। छोरा नआएको धेरै वर्ष भइसकेको थियो। बिमला आमा एक्लै बस्थिन्। घरमा एउटा बिरालो थियो, कालो बिरालो। त्यो बिरालोको नाम थियो भैरव। उनले भन्थिन्, यो भैरव नभएको भए म एक्लै पागल भइसक्थेँ। एक दिन मङ्सिर पूर्णिमाको रात थियो। चन्द्रमा आकाशमा उज्यालो भएर बसेको थियो। बिमला आमाले बेलुकी खाना खाइन् र भैरवलाई दुध दिइन् र सुत्न गइन्। रातिको करिब 12 बजेतिर एउटा आवाज आयो, आमा आमा, ढोका खोल्नुहोस्। त्यो सुनेर बिमला आमा बिउजिन्। आवाज चिनेको जस्तो लाग्यो उनलाई। छोरा रामप्रसादको आवाज। उनको मन खुसीले भरियो। छोरा आयो भनेर उनी उठ्न लागिन्। तर त्यो कालो बिरालो जो सधैँ उनको खुट्टामा आउँथ्यो, त्यो दिन कुनाबाट ऊ निस्किएन। उल्टै ऊ डरले पलङ मुनि लुक्यो, पेट उछालेर फुरफुर गर्दै। बिमला आमाले ध्यान दिएनन् र उनी ढोका खोल्न गइन्। उनले ढोका खोल्दाखेरि उनले बाहिर कोही देखिनन्। चन्द्रमाको उज्यालो पिपलको पात मात्रै हल्लिरहेको थियो। हावा बन्द थियो तर पातलो हल्लिरहेका थिए। बिमला आमाको छाती धड्किन थाल्यो। उनी हतार हतार ढोका बन्द गर्न लागिन्। त्यति बेलामा उनले देखिन् ढोका तल धुलोमा खुट्टाको छाप। तर खुट्टाको औँला भित्रतिर होइन, बाहिरतिर थिए। मानौ कोही उल्टा हिँडेर आएको थियो। भोलिपल्ट बिहान बिमला आमाले छिमेकी हरिबहादुर काकालाई सबै कुरा सुनाइन्। हरिबहादुर काका गाउँका सबैभन्दा पाको मान्छे थिए। 70 वर्ष कटिसकेका थिए, तर उनी भने दिमागले अझै तिखो थिए। बिमलाका कुरा सुनेपछि उनी एकछिन चुप लागे अनि गम्भीर हुँदै बोले, बिमला, त्यो घर पछाडिको जुन पिपलको रुख छ नि, त्यहाँ पहिले मसान घर थियो। 15 वर्ष अघि त्यही हरिराम भन्ने एउटा मान्छे मरेको थियो। उसको लास समेत भेटिएन। धेरैले खोज तलास गरे, तर ऊ कता हरायो। त्यो सब सुनेपछि बिमलाले आत्तिँदै सोधिन्, त्यो हरिराम कस्तो मान्छे थियो त? हरिबहादुर काकाले सुस्केर हाल्दै जवाफ दिए, यति बुझ, उसले आफ्नै आमालाई घरबाट निकालेर अलपत्र पारेको थियो। आमाले मर्नु अघि त पनि यसै गरी एक्लै मर्नु परोस् भनेर श्राप दिइन्। नभन्दै त्यसपछि हरिराम हरायो र कहिले भेटिएन। यो सुनेर बिमला आमाको सातो गयो। उनले डरले थुक निलिन्। हरिराम उनलाई यो नाम कता कता सुने जस्तो लाग्यो। अलि बेर सोचेपछि झल्यास याद आयो। हरिराम त रामप्रसादको बुवाको साथी पो थिए। उनले त रामप्रसादलाई पनि राम्ररी चिन्दा रहेछन्। त्यो रात बिमला आमालाई निन्द्राले छोएन। उनी कोठामा एउटा मैनबत्ती बालेर बसिन्। हातमा जपमाला थियो र ओठमा राम राम भन्ने जप। रात ठिक 10 बज्यो। भैरव बिरालो फेरि कतै डराएर लुक्यो। 11 बजीतिर घरको छतमा कसैले हिँडेको आवाज सुन्यो।
बिस्तारै कोही हिँड्दै रोकिन्थ्यो र फेरि हिँड्न सुरु गर्थ्यो। यो सुनेर बिमला आमा यति डराइन् कि उनको मुखबाट राम राम भन्ने शब्द निस्किनै छाड्यो। उनी डरले काठ जस्तै भइन्। त्यही बेला झ्यालको बाहिरपट्टिबाट एउटा हात देखियो। बिमला आमा बस्ने कोठा दोस्रो तल्लामा थियो, तर पनि बाहिर हात देखिनु अनौठो थियो। त्यो हात डरलाग्दो गरी सेतो थियो, औँलाहरू लामा लामा थिए र नङहरू काला। बिमला आमाले अत्तारिएर आँखा चिम्लिन् र भगवानलाई पुकार्दै भनिन्, हे भगवान, मेरो रक्षा गर्नुहोस्। जब उनले बिस्तारै आँखा खोलिन्, त्यहाँ त्यो हात थिएन, तर झ्यालको काँचमा औँलाले केही लेखिएको थियो। त्यहाँ लेखिएको थियो, आमा। अझै डरलाग्दो कुरा त के थियो भने त्यो अक्षर बाहिरबाट होइन, भित्रैबाट लेखिएको थियो। जबकि कोठाभित्र बिमला आमा बाहेक अरू कोही पनि थिएनन्। भोलिपल्ट बिहानै बिमला आमा गाउँको नाम चलेको मानेधामी कहाँ गइन्। मानेधामी पहाडको टाकुरामा एउटा सानो झुप्रोमा बस्थ्यो। उनका आँखा सधैँ आधा चिम्लेका हुन्थे, मानौ उनी यो संसारमा नभएर अर्कै कुनै अदृश्य लोकमा हराइरहेका थिए। बिमला आमाले आफूलाई आइलागेको सबै कुरा बताइन्। सबै सुनेपछि मानेधामीले पहिलोपल्ट आँखा आफ्ना पुरा खोल्यो। उसले गम्भीर हुँदै भन्यो, तिम्रो घरको वरिपरि एउटा पुरानो साह्रै रिसाएको प्रेत आत्मा अड्किएर बसेको छ। त्यसले रामप्रसादको नाम थाहा पाइसकेको छ, त्यसैले उसैको आवाज निकालेर तिमीलाई झुक्क्याउन खोज्दैछ। बिमला आमाले काप्दै सोधिन्, अब म के गरौँ त? धामीले कडा स्वरमा चेतावनी दिए। आज राति ठिक 12 बजे चाहे जेसुकै सुनियोस् वा देखियोस्, घरको ढोका भुलेर पनि नखोल्नु। अनि अर्को कुरा, मुखबाट झुक्किएर पनि रामप्रसादको नाम नलिनु, एकपटक पनि होइन। बिमला आमाले टाउको हल्लाइन् र घरतिर फर्किन्। उनलाई एकदमै डर लागेको थियो। बाटोमा हिँड्दा हिँड्दै अचानक उनको गोजीमा फोन बज्यो। फोन निकालेर हेर्दा स्क्रिनमा लेखिएको थियो, छोरा कलिङ। उनले काप्ने हातले फोन उठाइन्। उताबाट आवाज आयो, आमा, म आज घर आउँदैछु, रातिसम्म आइपुग्छु, ढोका खुल्लै राख्नुहोला है। यो सुनेर बिमला आमाको सातो गयो। मुटुको डुकडुकी रोकिला जस्तो भयो। आवाज त आफ्नै छोराको थियो, तर उनको कानमा धामीको त्यो भयानक चेतावनी गुन्जिरहेको थियो, जे जस्तो भए पनि ढोका नखोल्नुहोला। बिमला आमा घर पुगिन् र उनी डराएर बसिरहेकी थिइन्। रातिको ठिक 11 बज्यो। ढोकामा एक्कासी ढकढक आवाज आयो। बाहिरबाट आवाज आयो, आमा, म रामप्रसाद, ढोका खोल्नुहोस् न। बिमला आमाले आफ्नो आँसु रोकिन् र हातको माला अझै कसेर समातिन्। फेरि ढोकामा अझै जोडले ढकढकाइयो, आमा, बाहिर असाध्यै चिसो छ, ढोका खोल्नुहोस् न, म नै हुँ के। बिमला आमाका हात काप्न थाले, आँखाबाट बरबर आँसु झरे। मनले भन्थ्यो, यो मेरो छोरा नै हो, ढोका खोलिदिउँ। तर मनको अर्को कुनाले धामीले चेतावनी दिएको उनलाई याद आयो, ढोका जे भए नि नखोल्नुहोला। त्यही बेला ढोकाको मुनि भुइँको धुलोमा उनले खुट्टाका डामहरू देखिन्। ती छापहरू फेरि उल्टै थिए। बिमला आमाले आँसु भरिएका आँखा कसिएर चिम्लिन् र मुखबाट एक शब्द पनि निकालिनन्। बाहिरको आवाज अब फेरिँदै गयो। कहिले अनुनय विनय गर्थ्यो, कहिले रुन्थ्यो, त कहिले एक्कासै रिसाउँथ्यो। आमा, किन ढोका नखोल्नु भएको? मलाई थाहा छ तपाईँ भित्रै हुनुहुन्छ, खोल्नुहोस् न भन्दैछु। बिस्तारै त्यो आवाज अब छोराको जस्तो रहेन। त्यो त एकदमै गहिरो र चिसो सुनिन थाल्यो, मानव कुनै गहिरो कुवाको पिँधबाट आएको होस्।
विमला आमाले मनमा नै राम राम जपिरहिन्। ठिक 12 बज्यो। एक्कासी बाहिरको सबै आवाज बन्द भयो। चारैतिर भयानक सन्नाटा छायो। अघिदेखि डराएर लुकेको भैरव बिरालो कुनाबाट बाहिर निस्कियो र केही नभए चाहिँ शान्त भएर विमला आमाको खुट्टामा घोटिन थाल्यो। बिहानको उज्यालोसँगै विमला आमाले थुरु काम्दै ढोका खोलिन्। बाहिर सिडीमा कालो रगतका धब्बाहरू लतपतिएका थिए। नजिकै रहेको पिपलको एउटा ठुलो हाँगा भाँचिएको थियो, मानव कोही त्यहाँ हाँगाबाट हाम फालेर तल झरेको होस्। छिमेकी हरिबहादुर काका दौडिँदै आए। भुइँको त्यो भयानक दृश्य देखेर उनले डरले मुख थुने। ठिक त्यही बेला विमला आमाको फोन बज्यो। काठमाडौँबाट छोरा रामप्रसादले फोन गरेको थियो। उता रामप्रसादले भन्यो, आमा, हिजो बाटोमा गाडी बिग्रिएर म आउनै सकिनँ। म त आज मात्रै घर आउँदैछु है। यो सुन्नासाथ विमला आमाको हातबाट फोन झन्डै खसेन। उनको सातो गयो। उनले सोचिन्, त्यसो भए हिजो राति ढोका बाहिर उभिएर आमा भन्ने त्यो व्यक्ति रामप्रसाद थिएन। पछि माने धामीले रहस्य खोल्दै भने, यो त हरिरामको भौतारेको आत्मा थियो। उसले एउटी आमा खोजिरहेको थियो। जोसुकै होस्, जसले ढोका खोल्छ उसैलाई आफ्नो आमा बनाउन चाहन्छ। जुन रात कसैले ढोका खोल्थ्यो, त्यो प्रेत आत्मा भित्र पस्थ्यो र ती आमालाई सधैँका लागि आफूसँगै लिएर जान्थ्यो। धामीले लामो सुस्केर हाल्दै थपे, बितेका 15 वर्षमा यसै गरी 3 जना एक्ला आमाहरू बेपत्ता भइसकेका छन्। यो सब घटना भइसकेपछि विमला आमाले त्यो घर सधैँका लागि छोडिन्। छोरा रामप्रसादले उनलाई आफूसँगै सहर लिएर गए। अहिले त्यो घर सुनसान र रित्तो छ। तर गाउँलेहरू भन्छन्, अहिले पनि पूर्णिमाको रातमा त्यो पिपलको रुखमा एउटा भयानक छाया देखिन्छ। त्यहाँ अझै पनि उल्टा खुट्टाका डामहरू भेटिन्छन् र त्यो आकृति उल्टो नै हिँड्छ। अझ मुटु काप्ने कुरा के छ भने, त्यो बन्द घरको धुलाम्मे झ्यालमाथिबाट तलसम्म एउटा शब्द लेखिएको प्रष्ट देखिन्छ। त्यो शब्द हो आमा। त्यो अक्षर बाहिरबाट होइन, भित्रबाट लेखिएको छ। अहिले त्यो घरको नजिक कोही जाँदैन। कसैले त्यो ढोका खोल्न साहस पनि गर्दैन, किनकि गाउँमा एउटा डरलाग्दो सत्य स्थापित भइसकेको छ। जसले त्यो ढोका खोल्छ ऊ फेरि कहिल्यै फर्केर आउँदैन।